गाइस तपाईहरुलाई म आज ककनीको बारेमा केही देखाउँदैछु हैन। ककनी स्पोर्टको बारेमा म केही देखाउँदैछु, तपाईहरुले हेरिदिनु होला भन्न म चाहन्छु है गाइस हो हैन। सबैजनाले राम्रोसँग यो युट्युब च्यानल, मेरो युट्युब च्यानलको नाम हो मिक्स म्याक्स च्यानल भन्नुहुन्छ हैन। त्यसलाई सर्च गरेर हेर्नु होला भन्न म चाहन्छु हैन। युट्युबमा हाल्ने छु म हैन। यो चाहिँ तपाईको ककनीको बाहिरको भ्यूमा तपाईहरुलाई देखाउँदैछु है हैन। यो चाहिँ ककनीको बस पार्क हो हैन। यहाँ चाहिँ पिकनिक स्पोर्टका मान्छेहरु आउने ठाउँ हो यो। अनि ककनी भित्र तपाईहरुलाई कस्तो चाहिँ के छ भन्ने बारेमा म देखाउन चाहदैछु हैन। तपाईहरु अब यहाँ हेर्दै जानुहोस्। ककनी जाने चाहिँ द्वारमा तपाईहरुलाई देखाउँदैछु ढोका। मेन ढोका भने यो हो, ककनी भित्र छिर्ने हैन। त्यहाँबाट भ्यू टावरहरु जाने, यताउति घुम्नको लागि जाने बाटो चाहिँ यो हो। त साथीभाइहरु, हामी अब चाहिँ एउटा के बनाउँदैछौँ है, ककनी रिसोर्टको हैन, जुन चाहिँ हामी अहिले यता आइसकेका छौँ हैन। यो चाहिँ हो गेट हैन। यहाँबाट यसरी भित्र छिरिन्छ है। यो जाने चाहिँ जुन चाहिँ रिसोर्ट जाने बाटो हो हैन। अब कस्तो चाहिँ के छ हो, भित्र गएर म तपाईहरु सबैलाई देखाउने छु। आइरहेको बाटोबाट यसरी आइन्छ। यहाँबाट आएपछि यहाँनिर चाहिँ तपाईको के छ भन्दाखेरि दुईटा बाटो छ के। एउटा यताबाट जाने बाटो छ हैन तपाईहरुको, अनि अर्को चाहिँ तपाईहरुको चाहिँ बिस्तारा यो बाटो छ है। यो बाटोबाट हामी भित्र जान्छौँ हैन। पहिला हामी चाहिँ तपाईहरुलाई यो भित्रको के छ कसो छ यो भित्रको देखाउँछु हैन। अनि त्यसपछि तपाईहरुलाई अनि यताको मैले जुन चाहिँ पहिला बाटो देखाएको थिएँ त्यो बाटो देखाउने छु है। अब हामी चाहिँ यसो ककनी घुम्न भनेर आइरहेका छौँ हामी हैन, जोडी है। तपाईहरुलाई कस्तो लाग्छ अब हेर्नुस्। तपाईहरुलाई चाहिँ म ककनीको केही बारेमा बताउँदै छु हैन। यो बाटोबाट चाहिँ तपाईको हामी चाहिँ हैन यता मास्तिर एउटा जाने बाटो छ हैन। अनि यहाँनिर चाहिँ मास्तिर जाने बाटो छ। अब यहाँ माथि चाहिँ एउटा चाहिँ टेलिफोनको टावर छ है। तपाईहरुले देख्नुभयो होला हैन, टेलिफोनको टावर छ है। जुम गरेर देखाइदिन्छु तपाईहरुलाई हैन। यो टेलिफोनको टावर छ है। अब त्यसपछि हामी त्यहाँबाट हामी चाहिँ यहाँ अब दुईटा बाटो छ। अब एउटा यता जाने बाटो छ हैन, एउटा तलतिर एउटा मास्तिर जाने बाटो छ। यो बाटोबाट चाहिँ कहाँ जाने हो त्यो मलाई थाहा छैन है। एकचोटि अलि तलसम्म गएर तपाईहरुलाई म देखाउँछु यो कता जाने बाटो हो हैन। हेर्दैछु यतातिर सबैजना। खासै त उ त होइन, तर पनि रमणीय जङ्गल छ हैन, घनघोर जङ्गल छ यो चाहिँ हैन। अब यताउति अब हेर्नुहोस् न, यहाँ कति रमाइलो ठाउँ छ, आनन्दको ठाउँ छ। बस्नुलाई चाहिँ जे होस् आनन्द छ के। यहाँ चाहिँ अब भन्ने हो भने चाहिँ यहाँ चाहिँ अब चाहिँ एकदम रमाइलो यो टावर हो। टावरभन्दा मुनि यतिको उहरू छ हैन। यतिसम्म मात्र देखाउँ, तलतिर नजाउँ। यो गाउँ जाने बाटो जस्तो छ है, तलतिर नजाउँ, हामी मास्तिर जानेछौँ। तपाईहरुलाई देखाउँदैछु म भिडियो खिच्दै तपाईहरुलाई देखाउने छु है। गाइजहरु, तपाईहरुलाई मैले भ्यू टावर पनि देखाएँ, ककनीको भ्यू टावर हैन स्थापना हुँदैछ, अझ राम्रोसँग भएको छैन है।
है। अहिले चाहिँ अब कुनै मान्छेहरू बाटोफुटो गइरहेकै छन् होइन। खासै अहिले राम्रो भइरहेको पनि बिस्तारै भन्दैछ है। अब म तपाईँहरूलाई यो ठाउँको यो बाटोबाट म लगेर अर्को बाटोबाट कहाँ पुगिँदो रहेछ त्यो देखाउनेछु, हेर्दै जानु होला है। हामी यहाँबाट जाँदैछौँ। ल हेर्नुहोस्, यो चाहिँ अब मैले अर्को एउटा तपाईँलाई अघि भनेकै थिएँ 3टा बाटो छ। अब यो बाटो म देखाउँदैछु, यो कहाँसम्म पुग्दो रहेछ, के रहेछ त्यहाँ माथि होइन। म तपाईँहरूलाई यसमा जानकारी दिलाउँदै जान्छु है, तपाईँहरू हेर्नु होला। अब यस्तै चाहिँ हेर्नुहोस् सिनहरू, यो चाहिँ अब पिकनिक स्पोटहरू हो। अब त्यहाँ पिकनिकहरू गर्ने ठाउँ हो होइन। होइन तपाईँहरू यो बाटोबाट आइसकेपछि अब म यो बाटो तपाईँहरूलाई लिएर जाँदैछु होइन। मान्छेहरू जाँदैछन् है, यो बाटो हिँड्दैछौँ। तपाईँहरूलाई कहाँसम्म पुगिन्छ है देखाउँदैछु। यहाँ एउटा भर्याङ पनि बनाउँदैछ है, यो बनाउँदैछ माथितिर जानलाई, यो पछि हुन्छ होला। यहाँबाट अब भ्यूहरू देखाउँछु तपाईँहरूलाई, कस्तो देखिन्छ भ्यू होइन। यहाँबाट तपाईँहरूलाई म सबै भ्यू देखाउँछु। ल सबैजना आउनुहोस् होइन, यसो ककनी घुम्नको लागि आउनु होला। यहाँबाट मानिसहरू कोही भ्यू हेर्नको लागि अगाडि बढ्दैछन् अनि कोही चाहिँ यस्तो छ होइन। यहाँको भ्यू हेर्नुहोस्, त्यो हो नि त यहाँको भ्यू। ल यहाँ पनि गेट रहेछ होइन। यहाँबाट खासै के रहेछ, एउटा टेलिफोन रुम रहेछ अनि यहाँबाट अलिकति माथि भ्यू देखिने ठाउँ रहेछ होइन। यो र तपाईँलाई यो बाटोबाट कहाँसम्म पुगिन्छ भन्ने देखाउनलाई तपाईँहरूलाई यहाँ एउटा स्ट्रबेरी पार्क रहेछ होइन। यहाँ बनाउँदैछ, एकचोटि देखाउँछु है तपाईँहरूलाई गएर लगेर होइन। अघि तपाईँलाई भर्याङ त्यो बनाउँदैछ यहाँ जानलाई है गाइस। यो चाहिँ अब चाहिँ ककनीको सबैभन्दा हाइटमा भएको यो भ्यू छ होइन। स्ट्रबेरी पार्क भन्दो रहेछ यो, अहिले बन्दैछ, निर्माण हुँदैछ। तपाईँहरूलाई त्यो पनि एकछिन देखाइदिन्छु। यहाँ बस्दै हुनुहुन्छ मान्छेहरू, यो चाहिँ स्ट्रबेरी पार्क हो होइन। हेर्नुहोस्, तपाईँलाई चारैतिरबाट घुमेर देखाइदिन्छु। यताबाट चाहिँ यस्तो देखिन्छ। तपाईँलाई मैले अघि नै मैले देखाएको थिएँ भ्यू टावर भने, यही हो टावर होइन। अहिले स्ट्रबेरी पार्कको साइडबाट मैले त्यता खिच्दैछु, हेर्नुहोस्। यो टावर भन्छन् होइन, यति हाइटमा छ होइन। मान्छेहरू छन्, हेर्नेहरू पनि गइरहेकै छन् होइन। तपाईँहरू पनि जान मन छ, हेर्न मन छ, भ्यूहरू हेर्न मन छ भने आउनुहोस्, हेर्नु होला भन्न म चाहन्छु। हेर्नुहोस्, यो एरियामा सबै तपाईँलाई देखाइरहेको छु। यो चाहिँ अलिकति पिकनिकहरू गर्ने त्यो ठाउँमा होइन बस्छन्। त्यो हो पिकनिकहरू स्पोट जस्तै हो होइन। आदरणीय गाइस, तपाईँहरूलाई म देखाउँदैछु। यो चाहिँ एउटा यो ककनी भनेको एउटा स्ट्रबेरीको लागि एकदम फेमस ठाउँ हो होइन। त्यही भएर बस पार्क हो होइन। ककनीको पिकनिक स्पोटमा आउने बस पार्क चाहिँ हो।
गाइस यो चाहिँ ककनीको होइन तपाईँको चाहिँ यो चाहिँ ककनीको पार्क भन्छन् होइन यो चाहिँ पार्कको नाम चाहिँ ककनी थाई मेमोरी रियल पार्क रे होइन कस्तो छ यहाँभित्र तपाईँहरूलाई देखाउँछु है म भित्र जाँदैछु पार्क जाने चाहिँ यताबाट हो होइन यो चाहिँ एउटा भर्याङ जस्तो लाग्छ यस्तो छ होइन यताबाट आउने हो तपाईँको हाम्रो चाहिँ भित्र पार्क एकछिन घुम्छौँ कस्तो छ त्यो पनि तपाईँहरूलाई देखाउँला है हेर्नु होला भन्न म चाहन्छु यो पार्क जाने बाटो हो होइन हेरौँ के छ यहाँ कस्तो छ होइन यहाँ लेखिया रहेछ यो पनि अलिकति तपाईँहरूले यहाँ फोर पेजमा राम्रोसँग फोटो फाल्ने ठाउँ पनि रहेछ होइन हेर्नुहोस् पार्क जाने एउटा पार्क चाहिँ एउटा हुन्छ अनि यहाँ के देखेको छ भने अर्को हेर्नुहोस् यस पार्कमा रुख काट्न फुल टिप्न मनाइ छ है यो पार्कमा आएपछि तपाईँहरूले चाहिँ रुख काट्ने फुल टिप्ने काम नगरिदिनु होला भन्न म चाहन्छु तपाईँहरूलाई यहाँबाट गइन्छ यहाँबाट हामी भित्र जान्छौँ है उहाँ हुनुहुन्छ यो फुलहरू यहाँ छ क्या चाइनिज फुलहरू है राम्रो छ म तपाईँहरूलाई पार्क देखाउँदैछु होइन पार्क हेर्नु होला कस्तो छ के छ तपाईँहरू सबैजना रमाइलो तरिकाले हेर्नु होला है त अनि तपाईँहरू हेरेर पछि विचार गर्नु होला तपाईँहरूले आउनुहोस् हेर्नुहोस् घुम्नुहोस् है रमाइलो गर्नुहोस् भन्न हामी चाहन्छु यही रहेछ अनि माथिसम्म रहेछ हेर्नु है कस्तो चाहिँ के छ म तपाईँहरूलाई देखाउँछु माथि गएपछि देखाउने छु त छैन साथीहरू होइन तर पनि म देखाउनु खोज्छु चाहिँ तल गाउँ हो है त्यो पहिरो गाउँ देखेको छ नि रेली हेरौँ साथीहरू यहाँ पानीको रहेछ अनि यहाँ एउटा धाराको स्थापना गरेर रहेछ होइन यहाँ चाहिँ यो के शब्द हो म बुझ्नु सक्दिनँ होइन एक शब्द होला के होइन लेखा रहेछ यस्तो धाराहरू आएको रहेछ होइन स्थापना त गरेर रहेछ तर चालुमा रहेछ यो होइन के लेखा हो भन्ने थाहा भएन होइन तर पनि यहाँ सबैले पौड्याले सबैको नाम ल्याएर चाहिँ जसले चाहिँ गरेको छ तिनीहरूको नाम गर्नु रहेछ यो होइन नाम रहेछ तपाईँले सहयोग गरेको पनि जङ्गल हो होइन जे भए पनि रमाइलो छ सबैजना आउनु होला हेर्नु होला रमाइलो गर्नु होला भन्न म चाहन्छु।